Hello, good evening. I am from रोल्पा विष्णुप्रसाद गौतम भने म यति बेला प्युठानमा छु प्युठानको भूदृश्य देख्न सक्नुहुन्छ हामी रोल्पा कोइरालाखर्कदेखि लगभग 45 मिनटको पदयात्रा गर्दै यति बेला सिस्नेरी भन्ने ठाउँमा आएका छौँ हामी किन आएका छौँ भनेपछि हामी केही दिनपछि पिकनिक जाँदैछौँ पिकनिकको लागि चाहिँ यहाँ बोका खसीहरू पाइन्छ भन्ने सुनेका थियौँ र आएका यहाँ चाहिँ सरहरू हुनुहुन्छ उता सोधिरहनु भएको छ हेलो हेलो सरहरू के छ बोका पाइयो बोका पाइए जस्तो छैन है सरहरू बोल्नु भएको छैन उता आफ्नै गफ गाफमा हुनुहुन्छ राज्य बोका पाइयो खोज्दैछौँ हामी पिकनिक जानुपर्छ नि है पर्छ हामी जसरी पनि यो 5 दिनको टुर यात्रा चाहिँ हामी सफल पार्नुपर्छ केही दिनपछि यसको लागि चाहिँ बोका हामी यहाँ त लगेर जानुपर्छ है प्युठानमा चाहिँ आज जसरी भए पनि लगेर जानुपर्छ हजुरको जिम्मा छ नि है हामी केही दिनपछि टुरको यात्रा गर्दैछौँ त्यसको लागि हो मेरो भूदृश्य अवलोकन देखिरहन्छ प्युठानको यो मेरो पछिको पर्दा देखिरहनु भएको छ जहाँनिर योलाई नाङ्गे भिर भन्छ नि यहाँनिर एकदमै सुटिङ गर्ने ठाउँ रहेको छ एकदमै भविष्यमा चाहिँ पर्यटक स्थल बन्ने प्रबल सम्भावना पनि छ धन्यवाद।